दिदी तपाईले बुझ्न खोजिराख्नु भएको चाहिँ आइएस हैन, आइएस हो हैन। यो आइएस भनेको चाहिँ अस्ट्रेलिया, क्यानाडा, युके, युएसए जस्ता देशहरुमा पढ्न जानको लागि एउटा गर्नुपर्ने इंग्लिश भाषा हो है। अनि यो क्लास चाहिँ हाम्रोमा जेठ 4 गतेबाट स्टार्ट हुँदैछ अनि हामीले चाहिँ यसमा 50% स्कलरशिप पनि दिइराछौं। त्यो भनेको चाहिँ डिस्काउन्ट 50% डिस्काउन्ट दिइराछौं। त्यति मात्र हैन, अहिले चाहिँ हामीले लकी ड्रहरू पनि गरिराछौं। लकी ड्रमा चाहिँ अब हामीले ल्यापटप भयो, मोबाइल भयो हैन, टिकटकमा युज गर्ने रिङ लाइट भयो, इभन एयरपोर्ट यस्ता उपहार पनि दिइराछौं। ए हो र, त्यत्रो उपहार पनि आउँछ? हो नि त, त्यही भएर त मैले तपाईलाई आजै नै बुकिङ गरेर जानु भनेको त। यो अफर चाहिँ हामीले जेठ 6 गतेसम्म मात्र राखेको छौं है। त्यसैले भोलि तपाईको छोरी पनि लिएर आउनु न, उहाँलाई पनि म राम्ररी बुझाइदिन्छु नि। ए हुन्छ नि, म लिएर आउँछु। कस्तो राम्रोसँग बुझाइदिनु भयो बहिनी, धन्यवाद तपाईलाई। त्यो काले भाइले त फ्रिज भन्छ, यो फ्रिज भनेको के हो फेरि? घरमा पो राख्छ त त्यो फ्रिज त, यहाँ त हुँदैन त। मैले त नबुझेर आइस पो भनेको त आइएस पो रहेछ त। आइएस हो नि दिदी, आइएस। ए हो ल, भोलि म छोरी लिएर आउँछु है। धन्यवाद बहिनी। धन्यवाद। यो काले भाइ त तपाईलाई केही पनि बुझाउन आउँदैन रहेछ। उता बहिनीले कस्तो राम्रोसँग बुझाइदिनु भयो।